अब रवि लामिछाने कहिले रिहा हुन्छन् यो त अब अदालतको फैसलाले नै थाहा होला। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न सहकारी संस्थाबाट करोडौं रुपियाँ अवसलन गरेको आरोप लागेपछि 2081 साल चैत 22 गते उच्च अदालत बुटवलको आदेशमा उनलाई काठमाडौँबाट पक्राउ गरी रूपन्देही कारागारमा थुनामा राखिएको थियो। यसअघि उनी कास्की, काठमाडौँ र रूपन्देहीका मुद्दाहरूमा झण्डै 2 करोड रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए। तर उच्च अदालतले धरौटी अस्वीकार गर्दै थुनामा राख्न आदेश दिएको हो। उनले सर्वोच्च अदालतमा थुने विरुद्ध रिट दायर गरे पनि अदालतले उक्त रिट खारेज गर्दै थुनामा राख्ने आदेश सदर गरेको छ। हाल मुद्दा विचाराधीन अवस्थामा रहेकाले उनी अझै थुनामा नै रहनेछन्। अझै कति बेरसम्म उनी थुनामा रहने हुन् भन्ने कुरा यकिन गर्न सकिएको छैन। उनको मुद्दा अझै कहिलेसम्म सकिन्छ भन्ने कुरा पनि यकिन गर्न सकिएको छैन। उनी गल्ती गरेकी हुन् या गरेका होइनन् भन्ने कुरा पनि हामी अझै यकिन गर्न सकिरहेका छैनौं। यता देशको वर्तमान अवस्थालाई हेर्दा अहिले धेरै जनताहरूले कता कता रवि लामिछानेको नेतृत्वको अनुभूति गर्न थालेका छन्। विशेष गरी जेनजी आन्दोलनपछि देशमा देखिएको उथुलपुथुल र निराशा र परिवर्तनको तीव्र चाहनाका कारण आन्दोलन चले, आवाज उठाइयो, साहस देखियो। तर न मागहरू पूरा भए जस्तो भयो, न देशले स्थिर र दूरदर्शी नेतृत्व नै पायो, न आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूले अझैसम्म स्पष्ट न्याय पाए। आज पनि मूल प्रश्न यही छ, हामीले किन आन्दोलन गर्यौं, केका लागि बलिदान दियौं र के हामीले कल्पना गरेको जस्तो पारदर्शी, इमानदार र जनमुखी नेतृत्व पायौं कि पुरानै राजनीतिक, पुरानै गल्ती, पुरानै निराशले फेरि देशलाई त्यही चक्रमा घुमाइरहेको छ। हामीले चाहेको परिवर्तन कहाँ हरायो र अब देशलाई सही दिशामा लैजाने नेतृत्व वास्तवमै भेटिन्छ कि भेटिन्न भन्ने प्रश्न तपाईहरूका लागि।